ओके, पासवर्ड चाहिँ एडमिन राखौँ सजिलोको लागि। एडमिन राखौँ। अब यो के हो, जेनरल युजर हो कि के हो है। अब यो अहिले किनभने चाहिँ यो सुपर एडमिनबाट हुँदाखेरि लोकेसन युजर बनाउने कि के बनाउने भनेर सेम युआई युज गरे भएर चाहिँ यहाँनिर जेनरल युजर भनेर आइरहेछ। लगइन इनेबल्ड भने चाहिँ अब बल्ल यसले लगइन गर्न पायो है। अर्को चाहिँ इन्टरनल रेफरेन्स अन्ली हाइड फ्रम लिस्टिङ भनेको यो चाहिँ सुरुमा चाहिँ हाम्रो प्रोडक्सन सर्भर नहुँदाखेरि चाहिँ हामीले चाहिँ अब टेस्टिङ पर्पजले बनाउँथ्यौँ, त्यो चाहिँ उता देखिन्थेन, तर हाम्रो इन्टरनल्ली चाहिँ देखिने भन्नेको लागि चाहिँ हामीले यो राखेको थियौँ होइन। यसको मिनिङ अहिले छैन, यो छोडिदिउँ। त्यसपछि चाहिँ असाइन प्राइमरी क्याम्प साइट है। अब जस्तै एउटा सेन्टरले चाहिँ मल्टिपल क्याम्प साइट बनाउन सक्छ है। जस्तै अहिले चाहिँ हाम्रो के हो, डमी साइट 1 भनेर बनाएको छ है। अर्को साइट बनाएको छ भने चाहिँ त्यो साइटमा पनि उसले असाइन गर्न मिल्ने भयो है। यहाँनिर एउटा मात्र छ है। साइटहरू मल्टिपल पनि बनाउनु मिल्छ, त्यहाँ म भन्छु कसरी बनाउनु मिल्छ भनेर। ठिक छ, रिमार्क्समा केही लेख्नु पऱ्यो भने चाहिँ केही परेन, म सेभ पर्फर्मेन्स गरेँ है। ठिक छ, देखाएँ। ठिक छ, एउटा हामीले स्टाफ क्रिएट गऱ्यौँ। ल अब यहाँनिर यो के अरे स्टाफहरूमा पहिले डमी लोकेसन एडमिन एउटा मात्र थियो भने चाहिँ सुदर्शन शर्मा पनि देखियो। अब एउटा क्याम्प साइटमा मल्टिपलवटा, कसैमा चाहिँ 100-200वटा होलान्। तपाईँहरूले जस्तै कहिलेकाहीँ गाइड गर्नु पऱ्यो भने के गर्ने, जस्तै मेरो क्याम्प साइटमा म त्यहाँको कार्यालय प्रमुख छु, म त्यहाँको मेन के अरे मेडिकल सुपरिन्टेन्डेन्ट भनौँ न, आई डोन्ट नो द एक्ज्याक्ट वर्ड। अनि छु भने चाहिँ मेरो लेट चाहिँ 50जना स्टाफ छ भने 50को सबैको प्रोफाइल बनाउनु पऱ्यो। अबको जुन प्रासन डे छ त्यसमा 50जना मध्ये चाहिँ 20जना हुनसक्छ, 30जना हुनसक्छ, त्यो छ त्यो बनाउनु पर्छ, त्यसलाई मात्र सेलेक्ट गर्नु नहीं है। नहीं कॉल पर भनेपछि यो लवली से प्रायरमा भीतर गर्ने काम हो। यो प्रासन डे हुनुभन्दा नहीं नहीं अगाडि यो कुरा चाहिँ बिर्सियो भने चाहिँ फेरि त्यति बेला हतार हुन्छ, रस हुन्छ। हामीले के भन्नु पर्यो, तपाईँहरूले चाहिँ पहिले नै आफ्नो स्टाफहरूको डिटेलहरू यहाँ बनाएर राख्नुहोस् भनेर भन्नु पर्यो है। देन आफ्टर यसमा क्लियर भयो। अब हामी अर्कोमा मुभ गरौँ। अब हामी के गरौँ, के अरे डोज प्रिपरेसनमा जाउँ है। डोज प्रिपरेसनमा गइसकेपछि है, अब डोज प्रिपरेसनमा जाँदाखेरि डोज प्रिपरेसन भनेको जुन हाम्रो इन्ग्रेडियन्टहरू मिसाएर बनाउने छ, डोज प्रिपरेसन पनि जेनरली है फेरि आफ्नो आफ्नो के छ, उनीहरूको आफ्नो आफ्नो के अरे अन्डरस्ट्यान्डिङ छ भनौँ होइन, आफ्नो आफ्नो स्ट्यान्डर्ड छ अहिले। तर बिस्तारै त्यो मिनिस्ट्रीले चाहिँ सबैलाई एउटै स्ट्यान्डर्ड बनाउँदै गइरहेको छ। किनकि त्यहाँ पनि एउटा सानो क्याम्प साइट भए पनि त्यहाँ एकदम ठुलो विज्ञहरू बस्दो रहेछ कि, कुनै विज्ञहरूले होइन यसरी गरे नि हुन्छ भन्ने बनाउँदो रहेछ। तर हाम्रो उद्देश्य भनेको स्ट्यान्डर्डाइज गर्ने। अब स्ट्यान्डर्डले के भन्छ भनेपछि तपाईँले 24 आवर पहिले बनाउनु पर्छ। आई मिन जस्तै मैले 2 दिन अगाडि बनाएको काम लाग्दैन। पर्सि मेरो स्वर्णप्राशन खुवाउनु पर्छ भने चाहिँ मैले 2 दिन 3 दिन अगाडि बनाएको त्यो चाहिँ काम लाग्दैन। मैले 24 आवरभित्रमा खुवाइसक्नु पर्छ भनेपछि डोज प्रिपरेसन चाहिँ कहिले गर्नु पर्यो, त्यसो भयो भने 24 घन्टा अगाडि गर्नु पर्यो, 1 दिन अगाडि गर्नु पर्यो है। मैले भोलि मेरो क्याम्प डेट छ भने चाहिँ अघिल्लो दिन चाहिँ मैले त्यसलाई प्रिपेयर गरेर स्टोर गरेर राख्नु है। द्याट इज द लजिक है। अब त्यो बनाउनुको लागि मैले न्यू प्रिपरेसन गरेँ, निकली अघि नै जस्तै आयो। अनि छोटी का हाम्रो चाहिँ एउटा मात्र छ, इफ देयर आर हाँ मल्टिपल साइट्स वी क्यान चुज फ्रम हियर है। अनि एउटा मात्र छ, यो टेस्ट मात्र आयो। त्यसपछि डेट एन्ड टाइम अफ प्रिपरेसन, यो भनेको आज प्रिपेयर गर्दैछ हामीले है, त्यो आजै गरेर राख्नु है। ठिक छ, यो चाहिँ अब अटोमेटिकली लिनुपर्ने हो। अहिले चाहिँ हामीले धेरै कम्फर्टको लागि चाहिँ बनाइरहेको छ, बिस्तारै हामी चेन्ज गरेर जान्छ। यो चुज गर्ने हो, तर यो खासमा चाहिँ रुलले चाहिँ चुज गर्न नमिल्ने, अटोमेटिक लिनुपर्ने हो है। तर अहिले रुल कसैले फलो गर्दैन, सबैलाई हाँ है तो कम्फर्ट बहुत चाहिरहेछ, ज्यादा त्यही परे भएर से हामीले यो गरौँ है। यो फिचर चाहिँ तपाईँले हेर्नु है। यो त हाम्रो जहिले बनाऊ 24 घन्टा अगाडि बनाऊ भनेको छ, अनि टाइमै मैले चुज गर्न पाएको त मिलेन नि। तर अहिलेको लागि के हो, अहिले हामीले साइटको कम्फर्ट, उनीहरूले चाहिँ म्यानुअली गर्छ तर पछि सिस्टममा चढाउँछ कि, त्यसको लागि चाहिँ यस्तो गरेको छ है। फ्युचरमा मेबी वी अब वुड हम फ्रिज सुन रहल दिस छियै है। न, फोन सुन के तू त्यसपछि कथी टोटल करबी, तू कुछ क्वान्टिटी बुझबे यो नहीं करे भनेको छी। चाहिँ यहाँनिर है, अघि नै मैले एउटा कुरा गरेर थिएँ, रिपोर्टमा के देखाउने भन्ने कुरा गफ गरेर करबी थिएँ कि यो युनिट सेलेक्ट गफ गर्दाखेरि करबी प्रतीक तपाईँले पनि हेर्नु। जस्तै मैले टोटल क्वान्टिटी चाहिँ ड्रप्समा लिनुपर्छ, ओके यो ओके चाहिँ ड्रप्स मात्र आउने बनाउनु पर्छ। किन बनाउनु पर्छ म अहिले रिपोर्टमा भन्छु है। जस्तै टोटल क्वान्टिटी दिस इज इस्टिमेटेड क्वान्टिटी हो है। यो इस्टिमेटेड क्वान्टिटी चाहिँ कतिजना साइटमा चाहिँ तपाईँहरूले नै कम्प्युटरले के अरे
क्याल्कुलेट गरेर देखाउनु भनेर भन्छ कि तर कम्प्युटरले क्याल्कुलेट गरेर देखाउने होइन उनीहरूले नै देखाउने फ्युचरमा हामीले बनाउन जस्तै कतिवटा ड्रप्स रे अब जस्तै 500 जनालाई खुवाउनुको लागि 500 × 1000 अनि 2000 ड्रप्स लेट्स से मैले 2000 ड्रप्स 2000 ड्रप्सको लागि म के गर्दैछु बनाउँदैछु है अब यसलाई यसरी पनि सोच्नु पर्यो मैले 500 मिलिग्राम मह के अरे 500 केजी मह एमजी मह 500 एमजी घिउ अनि त्यसपछि 10 ग्राम चाहिँ पूर्णबिन्दु प्राशन राख्यो भने कि त्यसले कतिवटा ड्रप सर्भ गर्छ भन्ने कुरा हुन्छ है यो फेरि हामीलाई आउँदैन यो पनि तपाईँले के गर्नु पर्यो भने चाहिँ त्यो विज्ञ डाक्टरले पहिले नै एस्टिमेट गर्नु पर्यो अरूले गर्न सक्दैन विज्ञ डाक्टरलाई नै थाहा हुन्छ उहाँले नै एस्टिमेट गर्नु पर्यो चिसोमा कम हुने रहेछ गर्मीमा बढी हुने रहेछ होइन अनि उहाँहरूले चाहिँ लेट्स से 2000 राख्यो हामीले है अब इन्ग्रेडियन्ट अघि नै मैले इन्ग्रेडियन्टहरू के आउँछ ड्रपडाउनमा हामीले सेट गर्न मिल्छ जुन भनेको थिएँ नि त्यो चाहिँ यहाँनिर आयो अहिले चाहिँ हामीले 3टा मात्र इन्ग्रेडियन्टहरू सेट गर्दैछौँ अहिले युज हुने पनि 3टा हो 3टा मध्ये अहिले हामी कुनको कुरा गर्दैछौँ घृतको कुरा गर्दैछौँ भ्रामिक घृत भनेको घिउ हो ठिक छ भ्रामिक घृत क्वान्टिटी लेट्स से 500 ग्राम है युनिट कुनले ग्राममै लिन्छ है एमजीमा मिलिग्राममा लियो है यो हाम्रो टाउको दुखाइको कुरा भएन है आइटीको टाउको दुखाइको कुरा भएन यो चाहिँ कसले गर्नु पर्यो विज्ञ डाक्टर लोकेसन एडमिनले चाहिँ उहाँले गर्नुहुन्छ अनि मोस्ट इम्पोर्टेन्ट पार्ट ब्याच नम्बर यो जस्तै यो तपाईँले चाहिँ भ्रामिक घृत चाहिँ कुनै एउटा मार्केटबाट चाहिँ कुनै कम्पनीको चाहिँ किनेर राख्नुहुन्छ क्या उहाँहरूले त्यो घरको घृत राख्ने होइन उहाँले घरमा प्रड्युस गरेको घृत राख्नुहुन्न त्यो भ्रामिक घृतको बट्टामा यहाँनिर के हुन्छ त ब्याच नम्बर र म्यानुफ्याक्चरिङ डेट हुन्छ है त्यो ब्याच नम्बर र म्यानुफ्याक्चरिङ डेट चाहिँ यहाँनिर चाहिँ हामीले प्लेस गर्नु पर्यो है यहाँनिर यो टक्क गरेर मैले अहिले आर्बिट्री केही राखिदिएँ है अब कहिलेकाहीँ के हुनसक्छ उनीहरूले बनाइसकेछ कुनै क्याम्प साइटमा उनीहरूले बनाइसकेछ अब चाहिँ यो त क्रिएट त गर्नु पर्यो होइन हामीले के अरे डोज प्रिपरेसन त गर्नु पर्यो त्यो डोज प्रिपरेसन गर्नको लागि हामीलाई यो डिटेलहरू चाहियो त्यही भएर हामीले के गर्नु पर्यो जस्तै कुनै फर्स्टचोटि क्याम्प गरिरहेछ भने कि उहाँलाई चाहिँ तपाईँले प्रिपेयर गर्नुभएको जुन सामानहरू बट्टाहरूबाट चाहिँ तपाईँले बनाउनु भएको छ त्यो बट्टामा चाहिँ त्यसको ब्याच नम्बर र म्यानुफ्याक्चरिङ डेट छ त्यसको फोटो खिचेर राख्नु होला है हामीले यसरी गर्दाखेरि चाहिन्छ भनेर भन्नु पर्यो है ठिक छ यो त्यसपछि मैले एड गरेँ एड इन्ग्रेडियन्ट गरेँ त्यसपछि अर्को चाहिँ चाहिने भनेको हनी हो हनी भनेपछि मैले क्वान्टिटी फेरि 500 राखेँ अलिक धेरै भयो 500 कम राखौँ 200 राखौँ यो मैले 200 राखेँ युनिट पनि सायद यसको चाहिँ एमजी नै हो कि जस्तो लाग्यो मैले बेसी होइन एमजी हो कि एमएल हो होइन ठ्याक्कै यहाँबाट राख्ने त्यसपछि यसको नि यहाँनिर म्यानुफ्याक्चरिङ डेट के राख्ने छ यहाँबाट राख्ने है यो राख्ने अनि थर्ड इन्ग्रेडियन्ट चाहिँ यसरी यहाँबाट हामी सेलेक्ट गर्दै स्वर्ण भस्म है स्वर्ण भस्म क्वान्टिटी यो 20 ग्राम 20 मिलिग्राम यो एकदम थोरै युज हुन्छ धेरै महँगो इन्ग्रेडियन्ट रहेछ है ओके यति राखिसकेपछि अब हामीले के गर्यौँ यो राखिसकेपछि अब यहाँनिर अघि नै मैले के भनेको थिएँ मैले यो प्रिपरेसन गर्ने बेलामा यो एट दिस टाइम अफ प्रिपरेसन को स्टाफ चाहिँ यहाँ सबै चाहिँ यहाँ मेन्सन हुनुपर्छ अहिले हामीले 2टा मात्र स्टाफ बनाउँछौँ लेट्स से 50 जना छ 50 जना मध्ये 30 जना छ भनेपछि हामीले चाहिँ त्यो 30 जना सबैले चेक गर्नु पर्यो सेलेक्ट गर्नु पर्यो अघि नै भनेको कुरा यहाँ आयो है अब कुनै मान्छे के हुनसक्छ उसले चाहिँ आफूले लगइन गर्न आउँदैन रहेछ तर उसको नाम चाहिँ देख्नु पर्यो नि त त्यही भएर हामीले यो बनाउँछौँ है तर यसको म्यानेजरियल प्रोसेसमा चाहिँ अकाउन्टेबिलिटीको लागि चाहिँ हामी पेपरमा एउटा साइन गर्ने सिस्टम चाहिँ बनाउँछौँ मैले चाहिँ त्यो लेख्छु म्यानेज कसरी हामी स्वर्णबिन्दु प्राशन म्यानेज गर्ने भन्ने डकुमेन्ट बनाउँदैछु नत्र त के भयो अर्काको नाम हालिदिन सक्छ होइन इन्टेन्सनली होइन त्यो त मिलेन नि त है त्यहाँनिर उसको साइन लिएर राख्ने सिस्टम चाहिँ बनाउनु पर्छ जस्तो लाग्छ ल एनिवे हामीले यो सेलेक्ट गऱ्यौँ त्यसपछि चाहिँ एडिसनल नोटहरू केही छ भने चाहिँ हामी यहाँ लेख्छौँ अनि त्यसपछि यो दिस इज योर consent I hereby certify that all ingredients quantities and batch dates have been carefully monitored and validated before using in this यो चाहिँ चेक गर्नुको मतलब म होसो हवासमा सबै कुरा चाहिँ हेरेर गरिरहेको छु भन्ने कुरा भयो है अब यहाँ हेर्नु त यो आइसकेपछि के भयो क्रिएट भयो
है प्रिपेड भइसक्यो प्रिपेड हुँदाखेरि अनि यहाँनिर हेर्नु त यो डिबिसी ब्याच कोड भन्ने छ के हो यो ब्याच कोड भनेको अब हरेक चोटिमा जब त्यो औषधि बन्छ त्यो औषधि चाहिँ लाई हामीले ट्रेस गर्नुपर्छ त्यो औषधि कुन बच्चाहरूलाई खुवायो है त्यो बच्चाहरूलाई खुवाएको औषधि चाहिँ हामीले त्यसको रेकर्ड राख्नुपर्छ किन रेकर्ड राख्नुपर्छ आज क्याम्प डे छ आज बच्चाले खाएर गयो भोलि केही एडभर्स इफेक्ट आयो बच्चालाई केही साइड इफेक्ट आयो अनि उसले आएर भन्छ तेरो तपाईँको यो स्वर्णबिन्दु प्राशन खाएर चाहिँ हामीलाई यस्तो भयो भनेर आउँदाखेरि अब हामीले के गर्न सक्नु पर्यो त्यो ब्याचको स्याम्पल स्टोर गरेर राख्नुपर्छ जस्तै हामीले जुन बनाएको छ नि भाँडोमा त्यो खुवाउने खुवाएर चाहिँ सर्टेन पोर्सन चाहिँ हामीले एउटा सानो बट्टामा हामीले भन्नाले लोकेसन एडमिनले चाहिँ एउटा बट्टामा राखेर त्यसको कोड यो जुन कोड बनाएको छ यो कोड त्यसमा लेखेर टाँसेर त्यसलाई स्टोर गरेर 6 मन्थ कि 1 इयरसम्म मात्रै भनेर राख्नुपर्छ किनभनेपछि त्यो 6 मन्थसम्ममा चाहिँ त्यो बच्चा चाहिँ भोलि मलाई साइड इफेक्ट भयो भनेर तपाईँलाई चाहिँ सोध्न आयो भनेपछि अब हामीले के गर्नुपर्छ भनेपछि त्यो जुन हामीले स्याम्पल राखेको छ त्यसलाई चाहिँ ल्याबमा लगेर टेस्ट गरेर त्यसमा केही प्रब्लम थियो कि त्यसमा केही पोइजनस कुरा थियो या त्यस्तो केही थियो भनेर हामीले प्रुभ गरेर होइन थिएन भनेपछि होइन छैन तपाईँले जुन भन्नुभएको छ यो हाम्रो कारणले होइन तपाईँको अर्कै कारणले हुनसक्छ भन्ने कुरा चाहिँ यसरी प्रुभ गर्नु है दिस इज भेरी भेरी इम्पोर्टेन्ट यो कोड कसले जेनेरेट गर्छ यो सिस्टमले आफै जेनेरेट गर्छ यो पनि हाम्रो त्यसमा साइन्टिफिक तरिकाले बनाइएको छ ब्याच कोड भनेर अब के गर्नुपर्ने रहेछ त यो कोडलाई चाहिँ हामीले त्यहाँ टाँस्नुपर्ने रहेछ है ठिक छ डेटा प्रिपरेसन यो आइसक्यो क्वान्टिटी 200 ड्रप स्टेटस प्रिपेयर्ड भएको छ क्याम्प डेमा चाहिँ अहिले ल्याब भएको छैन अब यसलाई चाहिँ हामीले कुनै एउटा क्याम्प डेमा चाहिँ सेलेक्ट गर्नुपर्छ है डमी साइटको यो 08 वाला रहेछ हैन यसमा गर्नुपर्छ यहाँसम्म बुझ्यो कसैलाई के डाउट छ भने सोध्नुस् कसैलाई के डाउट छ अगाडि बढौँ है यसरी हामीले मल्टिपल पनि बनाउन मिल्छ है एउटै क्याम्प साइटले चाहिँ मल्टिपल ठाउँमा खुवाउनु पर्ने छ भने चाहिँ मल्टिपल पनि बनाउन मिल्छ अहिले चाहिँ हामीले एउटा मात्र बनायौँ फेरि हामी एडमिन प्लसमा गयो डोज प्रिपरेसन गरिसकेपछि अब हामी के गर्छौँ हामी क्याम्प साइटमा जान्छौँ है सरी क्याम्प डेजमा जान्छ हामी अब अलरेडी एउटा यहाँनिर पहिले बनाएको रहेछ है 2026 6 महिना 28 गते है यो पुरानो बनाएको रहेछ यो पहिले सेड्युल भएको रहेछ यो पुरानो बनाएकोलाई चाहिँ मार्क एज कम्प्लिटेड गर्नु पर्यो अनि मात्र हामीले अगाडि बढ्न मिल्छ है जस्तै डमी साइट 1 628 को अलरेडी हामीले टेस्टिङ गर्दाखेरि बनाएको होला अब यो टेस्टिङ भएर पहिले हामीले खुवाइ पनि सक्यौं कुन यो ब्याचको हामीले खुवाइसक्यौं भनेपछि अब यसलाई मार्क एज कम्प्लिटेड गर्नुपर्छ यो कुरा चाहिँ नबिर्सौँ यसलाई मार्क एज कम्प्लिटेड गरेन भने चाहिँ डेटामा के प्रब्लम आउँछ भन्ने कुरा आइरहेको थियो है त्यही भएर मैले पहिले यसलाई मार्क एज कम्प्लिटेड गरेँ अब के भन्छ मार्क दिस क्याम्प डे completed once completed no further edits and allowed are edits are allowed and only soft delete remains available यो भनेको के हो भने चाहिँ जस्तै अहिले हामीले चाहिँ एपलाई नै पुरै एप नै फलो गर्नुपर्छ भनेपछि एप प्रायोरिटी एप फर्स्ट भन्ने चाहिँ पोलिसी युज गर्न सकेको छैन कि हामीले यो स्वर्णबिन्दु प्राशन एपलाई नै पहिले जसरी भए पनि एपको कम्प्लाइन्स एपलाई कम्प्लाई गर्नुपर्छ भन्ने कुरा हामीले गर्न सकेको छैन किनभने चाहिँ कतिजनाहरूले चाहिँ सुरुमा सिक्न पनि सकेका छैन कतिजनाहरूको इन्टरनेट प्रब्लम भइरहेछ कतिजनाहरूको चाहिँ इस्यु आइरहेछ द्याट्स वाइ हामीले के गरेका छौँ उनीहरूले क्याम्पको डिटेलहरू उनीहरूले के गर्छ क्याम्पको डिटेलहरू चाहिँ सरी के अरे कामहरू चाहिँ म्यानुअली गर्छ पछि चाहिँ सिस्टममा चाहिँ एड गर्ने उनीहरूलाई भएर यसरी काम गरेका छौँ अब यो चाहिँ क्याम्पको आज क्याम्प थियो क्याम्प सकिसक्यो उसले भोलिको दिनमा पनि त्यो के अरे बच्चाको एन्ट्रीहरू गर्न पाउने हामीले छोडेका छौँ अहिलेको लागि द्याट्स वाइ चाहिँ यसलाई खुला राख्ने है एन्ट्री गर्दै गर्छ उसले जस्तै हिजो क्याम्प डे भयो हिजो हामीले जति लाइभ गर्न सक्यो गऱ्यौँ कतिजना छुटेको चाहिँ अब आजको दिनमा भोलिको दिनमा हामी के गरेका छौँ त्यसमा एन्ट्री गरेर है भोलिको दिनमा एन्ट्री गरेर छौँ त्यसपछि त्यसलाई हामी यस है त्यसलाई हामी मार्क ओके अलमोस्ट फिनिस्ड है यसरी गऱ्यौँ अब अघिनको गइसकेपछि यो कम्प्लिटेड भइगएन अब नयाँ सेड्युल र क्याम्प डे गर्नु पर्यो है ल
क्याम्प डे सेड्युल गर्दाखेरि चाहिँ कहिले गर्ने आजकै डेटमा हामीले बनाएको छौँ चुज साइट होइन डमी साइट 1 अनि यसमा चाहिँ क्याम्प डे चाहिँ एक दिनको हुन्छ अब कहिलेदेखि स्टार्ट गर्ने आजदेखि स्टार्ट गर्ने स्याटरडे अनि 11 बजे 16 देखि स्टार्ट भइरहेछ अनि त्यसपछि हाम्रो स्याटरडे यो टाइम चाहिँ चेन्ज गरौँ है 11 को ठाउँमा चाहिँ एउटा पिएम बनाइदिउँ ल लेट्स से पिएम बनाइदियो है 12 घण्टाको लागि यो चल्यो त्यसपछि चाहिँ अब यहाँ ध्यान दिनुपर्ने कुरा के छ असाइन पर्सोनेल अब मैले जुन 50 जना अहिले मैले अल्छी गरेँ दुई जना मात्र गरेँ मैले 50 जना स्टाफहरू सबै बनाएको छु नि कुन स्टाफहरूलाई चाहिँ मैले यो कामको लागि असाइन गर्ने यहाँबाट चाहिँ यहाँ चेक गर्ने है दुईटा छ दुईटालाई मैले लगाइदिएँ है सो अल एभाइलेबल सबै गर्दाखेरि सबैलाई देखाउने भयो यहाँनिरबाट ए यो देखाउनलाई मात्र दुईटा मात्र भयो नि स्क्रोल डाउन आएन है ल यो भयो अनि त्यसपछि अब यहाँ हेर्नु त डोज ब्याचेज अघि नै एउटा मात्र बनाएको थियौँ हामीले मल्टिपल बनाएपछि त्यहाँबाट चुज गर्न मिल्छ है यो दिनको लागि कुन ब्याच खुवाउने अर्को दिनको लागि कुन ब्याच खुवाउने भनेर हामीले चुज गर्न मिल्छ अघि नै बनाएको याद छ 8 वाला भनेको थिएँ नि मैले 8 वाला हो भनेर यो 8 वाला आएको यो है त्यो 8 वाला मात्र आयो यसलाई मैले चुज गरेँ देन आफ्टर कन्फर्म है सेड्युल अनगोइङ अब कहिलेकाहीँ के हुन्छ त अब आजकै लागि बनाउने हो चाहिँ मैले आजको लागि अनगोइङ गर्ने कहिलेकाहीँ के हुन्छ हामीले के अरे खुवाउन सुरु गरिसकेका हुन्छ हामीले चाहिँ यो आइटीको काम गरे हुँदैन तर सबै बनाइसकेका हुन्छ भने चाहिँ अनगोइङमा राख्नु पर्यो म आजै खुवाउनु गइरहेको छु भने चाहिँ मैले अनगोइङ राखेँ कन्फर्म सेड्युल गरेँ Are you sure you want to save this camp day important once saved you cannot easily change the assigned dose batches please verify all selections before proceeding है यहाँनिर जुन चुज गर्ने आइरहेको थियो एउटा मात्र आएको छ मल्टिपल छ भनेपछि भोलिको लागि कुन ब्याच मैले खुवाउने हो भन्ने कुरा चाहिँ त्यहाँ बिग्रिनु भएन है त्यो कुरा चाहिँ त्यसले कन्फर्म गर्न भनेको है अदरवाइज चेन्ज गर्न मिल्दैन है ठिक छ हाम्रो यो पनि भन्नु ठिक छ अब यो अनगोइङ अघि नै यो कम्प्लिटेड भएको देखाइराख्यो अहिले यो अनगोइङ देखाइरहेछ है अब अनगोइङ देखाइरहेछ भने चाहिँ अब हाम्रो बल्ल के सुरु भयो त यहाँनिरबाट क्याम्प डे सुरु भयो है अनि एउटा कुरा चाहिँ म नोटिस गर्नै बिर्सेछु भन्न बिर्सेछु ड्यासबोर्डमा अब नयाँ कुराहरू आउँछ कि ड्यासबोर्डमा चाहिँ जस्तै यो सर्च एन्ड अपडेट भन्नेवाला जुन थियो यो पोर्सन थिएन है सर्च एन्ड अपडेट भन्ने पोर्सन थिएन है मैले देखाउनको लागि मात्र अर्को एउटा प्रोडक्सनवालाबाट देखाउनलाई मात्र है म चलाउनु चाहिँ केही पनि चलाउँदिनँ डेटा यहाँबाट देखाउँछु त्यसको ड्यासबोर्डमा चाहिँ के देखिन्छ भनेर लगइन सर प्रोडक्सन साइटमा जानु भयो जस्तो प्रोडक्सनमा म एउटा कुरा देखाउनु पर्ने छ कि त्यही भएर प्रोडक्सनमा गएको किनभने चाहिँ त्यो फेरि नयाँ खोल्नु परेन नि त जस्तै यहाँ यसको ड्यासबोर्ड हेर्नु त सुरुमा यो ड्यासबोर्ड देखाउनु खोजेको तलपट्टि सर्ट एन्ड इन्फो भन्ने आएको छ छैन नि किन आएको छैन यहाँनिर यसमा सर्ट एन्ड इन्फो आएको छैन तर छैन नि है डोज इन्फो छ यसको होम पेजमा तर यहाँनिर यसको ड्यासबोर्डमा जाउँ न छैन है यो चाहिँ सुरुको स्टेजमा अघि नै म देखाउन बिर्सेँ सुरुको स्टेजमा यस्तै आउँछ त्यहाँ तर अहिले चाहिँ जब हामीले अनगोइङ भइरहेछ नि आज हामी स्वर्णबिन्दु प्राशन चाहिँ अब खुवाउन गइरहेछौँ भने चाहिँ किन लगआउट गर्छ आयो है यहाँ हेरौँ त ल हेरौँ त अहिले हामीले यो गर्दाखेरि यो यसको ड्यासबोर्डमा हेरौँ त जसको चाहिँ हामीले त्यो डमीवालाको गरेको थियो नि त्यसको गर्दाखेरि यहाँनिर छ त सर्च एन्ड इन्फो छ है यहाँ चाहिँ छ सर्च एन्ड अपडेट इन्फर्मेसन छ तर यहाँ चाहिँ छैन है यहाँ छैन नि किन छैन कसैले भन्न सक्छ
विश्वजित हजुर सर सर त्यहाँ किन छैन यहाँ छैन यहाँ के छैन यहाँ भन्नुभएको छ है। जस्तो यो सर्च एन्ड अपडेट इन्फर्मेसन भन्ने बक्स छ नि यसमा चाहिँ हजुर देखाइरहेछ होइन हजुर डमी लोकेसन एडमिनमा देखाइरहेछ तर यहाँ देखाइरहेछ कि यता देखाइरहेछ त्यहाँ किन हामीले यसमा स्टार्ट गरेर छैन भने उता चाहिँ त्यो हो एक्ज्याक्टली प्रासन चाहिँ यहाँ स्टार्ट भइसक्यो प्रासन खुवाउने चाहिँ रोज दिने टाइम चाहिँ यहाँ स्टार्ट भयो द्याट्स वाइ यो देखाएको छ है अरू कुराहरू पनि चेन्जेस आएको छ है यहाँ मैले भन्छु म जस्तै हामीले कसैलाई डेमो देखाउनु पऱ्यो रे प्रासन डे भन्दा पहिले त्यो डेमो देखाउँदाखेरि यसरी गर्छ भनेर चाहिँ जबसम्म क्रिएट गर्दैन तबसम्म यहाँ आउँदैन है त्यही भएर हामीले डमीमा क्रिएट गरेर नै देखाउनु पर्छ एनिवे अब हामी के गर्छौँ एउटा दुइटा लगइन पनि गर्छौँ है एउटा सेल्फ रेजिस्टर गर्छौँ सेल्फ रेजिस्टर पनि है सेल्फ रेजिस्टर पनि यहाँनिर चाहिँ हाम्रो मैले इन्कग्नेटो खोल्नुपर्ने हुन्छ किनभने चाहिँ इन्कग्नेटो खोल्यो भने चाहिँ के आउँछ त इन्कग्नेटो पनि देखिन्छ स्क्रिन फुल स्क्रिन सेयर भएको छ है यस सर किन मैले इन्कग्नेटो खोलेको भने चाहिँ यसमा चाहिँ त्यो लगड इन नहोस् भनेर है ल यो मैले लगइन गरेँ यहाँबाट यो चाहिँ पेरेन्ट्सले देख्ने हो क्या यो किनकि उनीहरूसित कुनै क्रेडेन्सियल छैन नि त लगइन गर्नको लागि या हामीले यसको स्पेसिफिक क्युआर पनि बनाउँछ क्युआरको कुरा पनि म गर्छु अहिले एकछिनपछि जस्तै यहाँनिर अब सेल्फ रेजिस्टर भने चाहिँ म एज अ प्यारेन्ट चाहिँ यहाँनिर रेजिस्टर गर्दैछु है सेल्फ रेजिस्टर गर्दैछु सेल्फ रेजिस्टर गर्दाखेरि यो खुल्यो अनि यसमा मैले नाम लेखेँ चाइल्ड 1 म चाहिँ फादर हो त्यसपछि फोन नम्बर लेखेँ 98511153 फोन नम्बर 2 रिजन लेखेँ है यहाँनिर अस्ति पनि हामीले हेरेको थियौँ यो कुरा हेरिसकेको थियौँ है रिजनमा चाहिँ यहाँ यतापट्टि डिसेबल भएर बस्छ जबसम्ममा यो सेलेक्ट हुँदैन तबसम्म यो आउँदैन है त्यसलाई क्याटेगोरी कन्फाइन गर्नको लागि त्यो आएको बागमती मैले खोजेँ बागमतीको भित्रको सेलेक्टेड चितवन धादिङ कुन हो काठमाडौँहरू त्यसरी आउँछ यो भएपछि मात्र यो पालिका आउँछ है 32 वार्ड नम्बर 12 21 अनि त्यसपछि टोलमा चाहिँ ट्याङ्ला TYANGLA राखेँ ठिक छ त्यसपछि डिटेल के राख्नु छ यहाँ राख्ने दिस इज माई करेन्ट एड्रेस अब यहाँ हेरौँ है जस्तै यो डिटेलहरू जुन राखेको छ नि यो डिटेल उसले राख्दाखेरि मान्छेले के गर्छ त यो यहाँ मिलाउनु पर्ने दिस इज नट माई करेन्ट एड्रेस भन्नु पर्ने यो यतातिर चाहिँ मेन प्रोडक्सनमा चाहिँ मिलिसकेको छ यहाँ चाहिँ नमिलेर चाहिँ है जस्तै मैले यहाँ डिटेल राख्दाखेरि मान्छेले चाहिँ के गर्छ सुरुमा त आफ्नो करेन्ट एड्रेस मान्छे खोजिरहेको हुन्छ हामीलाई करेन्ट एड्रेससित मतलब छ तर के हुनसक्छ त कोही मान्छे चाहिँ बाहिरबाट पर्मानेन्ट एड्रेस बाहिर भएको हुनसक्छ कोही मान्छे चाहिँ त्यही पर्मानेन्ट एड्रेस भएको हुनसक्छ मैले यहाँ करेन्ट एड्रेस लेख्दाखेरि म त्यहाँको लोकल हो भनेको छ दिस इज नट माई पर्मानेन्ट एड्रेस यहाँनिर हुनुपर्ने थियो है यहाँ भएको छैन है यो मेरो पर्मानेन्ट एड्रेस होइन मेरो पर्मानेन्ट एड्रेस म लेख्न चाहन्छु क्लिक गरेपछि चाहिँ यहाँ पर्मानेन्ट एड्रेस खुल्नु हुन्छ है ठिक छ त्यो भनेको के को लागि हो भने चाहिँ हाम्रो त्यो लोकल मान्छेहरू कतिवटा छ र बाहिरबाट माइग्रेट भएर आएको मान्छेहरू बाहिरबाट घर चाहिँ पर्मानेन्ट बाहिर भएको र त्यहाँ बस्ने कतिवटा छ यो रिसर्च पर्पजको लागि चाहिने रहेछ डेमोग्राफिक इन्फर्मेसन त्यही भएर यस्तो बनाइएको छ प्लस मान्छेहरूले चाहिँ आफ्नो पर्मानेन्ट र के अरे टेम्पोरेरी एड्रेस दुइटै कुरा दिन सक्यो है यो पनि युजर एक्सपिरियन्सको बेसिसमा नै बनाइएको छ है नत्र त नर्मल फर्महरू के गरिएको हुन्छ सुरुमा चाहिँ मान्छेको पर्मानेन्ट एड्रेस त्यसपछि के एड्रेस भनेर थरोली लेख्ने हुन्छ नि है अनि उसले चाहिँ यो चाहिँ कहिलेकाहीँ छोड्न पनि सक्ने भयो दिस इज म्यान्डेटरी इन्फर्मेसन कहिलेकाहीँ उसले हतारमा छोड्यो भने पनि हामीले फरक नपर्ने गरेर त्यसरी बनाइएको छ है ल एनिवे यसमा यो भयो दिस इज माई करेन्ट एड्रेस आएन यहाँनिर नत्र चाहिँ यहाँ क्लिक गर्दाखेरि चाहिँ आउँथ्यो है अनि इमेल अप्सनल छ सबैजना इमेल चलाउन कम्फर्टेबल हुँदैन अनि प्रिफर्ड क्याम्प साइट दिस इज भेरी भेरी इम्पोर्टेन्ट अब के भइरहेछ भने चाहिँ मैले चाहिँ आयुर्वेदा अल्टरनेटिभ काठमाडौँ है मैले चाहिँ कुन क्याम्प साइटमा पाउन रुचाइरहेको छु है भन्ने कुरा सेलेक्ट गरेपछि पछि खोज्न सजिलो हुन्छ है उता सर्च गर्न सजिलो हुन्छ
अनि यसमा पनि सर्च बक्स कसरी बनाइएको छ भने चाहिँ मैले मेरो एड्रेस यहाँनिर करेन्ट एड्रेस जुन राखिरहेको छु अब यहाँनिर क्लिक गर्दाखेरि हेरौँ है हेर्दाखेरि त सिम्पल हो क्लिक गर्दाखेरि चाहिँ यहाँ सिरियली आउँदैन यहाँनिर काठमाडौँ सेलेक्ट गरेको छ नि अब काठमाडौँको पहिले प्रायोरिटीमा आउँछ ऊ चाहिँ उसको करेन्ट एड्रेस काठमाडौँमा छ भनेपछि उता या त नरदेवीमा जान्छ या त तिनकुनेमा जान्छ या त काठमाडौँ वरिपरि जान्छ नि त त्यही भएर चाहिँ सुरुमा चाहिँ नरदेवी देखाएको छ काठमाडौँ देखाएको छ यसरी देखाएको छ है बुझ्नुभयो ठिक छ अहिले नरदेवी क्लिक गरेँ है यो के को लागि युज गरेको छ युजर एक्सपिरियन्स एकदम फास्ट होस् सजिलो होस् भन्नलाई यो बनाइएको छ है ल यो पनि हामीले चाहिँ त्यहाँ गर्दाखेरि यसरी आउँछ भनेर ओरिएन्ट गर्ने है अनि प्रिफर्ड क्याम्प साइट कहिलेकाहीँ के गर्न सक्छ त उसले चाहिँ यहाँको ठाउँमा चाहिँ धनगढी भनेर उसले सेलेक्ट गरिदिन सक्छ अर्को लोकेसनको गरिदिन सक्छ त्यो गऱ्यो भने के गर्ने भन्ने कुरा चाहिँ अर्को केस युज केस भयो त्यसको बारेमा हामी डिस्कस गरौँ ल त्यसपछि अब बच्चाको डिटेल सुरुमा पेरेन्ट्स अहिले बच्चा चाहिँ प्रायोरिटीमा हुँदैन जस्तै गार्जियन अनरसिप चाहिँ कसले हुन्छ गार्जियनले लिने हुन्छ त्यही भएर हामी पहिले गार्जियनको डिटेल लिन्छौँ यो फर्म भर्दाखेरि पनि पहिले आफू गार्जियन आइरहन्छ गार्जियनको डिटेल लिन्छौँ त्यसपछि हामीले गार्जियनको डिटेल लिइसकेपछि बच्चाको डिटेल लिन्छौँ सरी मैले मिस्टेक गरेको छु त्यहाँनिर चाहिँ चाइल्ड वान होइन फादर वान भनेर लेख्नुपर्ने फादर वान भनेर लेखेँ है टेस्ट फादर वान लेखेको छु टेस्ट फादर वान अनि अघि मैले चाइल्ड लेखेको छु त्यसले कन्फ्युजन हुनसक्छ टेस्ट चाइल्ड वान लेखेँ त्यसपछि जेन्डर मैले के लेखेँ फिमेल लेखेँ है त्यसपछि डेट अफ बर्थ है डेट अफ बर्थमा यो थाहा छ कसैलाई अस्ति हामीले गरिसकेका छौँ यो दुईटा मध्ये कुन चुज गर्ने के चुज गर्ने डु यु नो एनीवन नो थाहा छ कसैलाई डेट अफ बर्थ नेपाली र इङ्ग्लिस जुनसुकैले पनि हुन्छ एउटा मात्र लिँदाखेरि अर्को आफै आउँछ जस्तै मैले यो मेरो 2025 को यसमा लिए गर्ने बित्तिकै 11 मन्थ आयो अझ पछाडि लिनु पर्यो है यसरी लिए यो लिने बित्तिकै आफै आयो तर यहाँनिर अलि ध्यान दिनुपर्ने यो पनि अलिकति हामी सेकेन्ड भर्जनमा चाहिँ अपग्रेड गर्छौँ यो फर्मेट स्ल्यास एउटै बनाउँछ हामी यो जस्तै मैले 2082 3 महिना 17 राखेँ हैन 2082 स्पेस ड्यास 3 महिना ड्यास 17 गते अब यो लिँदैन है यो चाहिँ लियो होइन या यस्तो गर्दाखेरि लिँदैन है यो त अलरेडी लिइसकेको छ सायद त्यसले हो यस्तो गर्दाखेरि लिँदैन हामीले जे फर्मेट छ त्यो मिलाउनुपर्छ है यो अलरेडी लिइसके भएर भयो सुरुमा गर्दाखेरि मैले यसरी यो स्ल्यास गरेपछि लिँदैन है बुझ्नुभयो ठिक छ कि यो बनाइसक्यो यो चाहिँ यहाँनिर प्रब्लम थियो एउटा आरएससी वान ए सरी अर्को कुरा पनि छ है 2081 3 महिना 17 गते जुन छ यो चाहिँ यो फर्मेट मिलाउनु पर्यो है इयर मन्थ र यो अनि ड्यास 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 गरेर मिलाउनु पर्यो है यसरी मिलाउनु पर्यो है अनि यसरी मिलाउने त्यसपछि यहाँ एज क्याल्कुलेट गरेर दिन्छ अब यसपछि चाहिँ बच्चालाई चाहिँ अब पेरेन्ट्सले चाहिँ उसको आँखाको समस्या छ कि मायापिक छ कि माल न्युट्रिसन छ कि अनि कुपोषण अनि अन्डर मेडिकेसनकै औषधि खाइरहेको छ आजमा छ अनि केही सर्जरी छ भन्ने कुरा उसले चेक गर्ने यहाँनिर है त्यसपछि यो भनेको प्रायर डोजेज एकजनाले यो पढौँ त के लेखिरहेको छ प्लिज रिड इट लाउड आकृति पढ्नुहोस् त Prior doses before registration. Doses received before registration leave this as 0 if this is the child's first time. Otherwise, enter the number of times the child has already been given Swarnaprasan before registering here. This, for example, from a paper register or a previous camp. यसको मिनिङ के हो कतिचोटि चाहिँ पहिला डोजेसहरू खुवाइसकेको छ भनेर यहाँ लेख्नु भनेको छ अनि फर्स्ट टाइम भयो चाहिँ 0 भनेर लेख्नु भनेर यस्तो हुनसक्छ जस्तै कुनै ठाउँमा चाहिँ पहिलेदेखि नै स्वर्णप्राशन खुवाइरहेको प्रोग्राम चाहिँ पहिलेदेखि नै चलिरहेको छ तर सफ्टवेयर चाहिँ पहिलोचोटि मात्र युज भइरहेको छ तर अब त्यो क्याम्प साइटमा चाहिँ या अरू कुनै क्याम्प साइटमा त्यो बच्चाले चाहिँ खाइसकेछ
है बच्चाले 5 चोटि खाछ अरे पहिले तर यो सिस्टमले त चिन्दैन नि त 5 चोटि खाएको कुरा बुझेको बुझेन जस्तै 5 चोटि खाछ उसले चाहिँ अरू ठाउँमा खुवाछ तर यो सिस्टममा चाहिँ कहीँ पनि देखेको छैन भनेपछि हामीले यहाँ पहिले यहाँनिर यसो राख्नुपर्छ है नहीं ठिकै छ ल्या रेजिस्ट्रेसन गर्नुभन्दा अगाडि 4वटा डोज खाछ भने चाहिँ यसरी 4वटा डोज राख्ने अनि कुन ठाउँमा हो अनि त्यसपछि के हुन्छ त जस्तै अरूको ओपिडी कार्डहरू के दिएको हुन्छ कि जस्तै म तपाईँले सबै युज गरेर हुन्न मैले अर्को सेन्टरमा खुवाछु योभन्दा पहिले भने चाहिँ त्यो सेन्टरको ओपिडी कार्डहरू राख्ने कुन ठाउँमा खाछ त्यो इन्फर्मेसन केही राख्नु छ भने चाहिँ त्यो डिटेलहरू यो यहाँनिर चाहिँ हामीले कमेन्ट बक्समा राख्ने फिचर बनाइएको छ है ठिक छ बुझिन्छ यो ठिक छ यो चाहिँ अब एकचोटि बच्चा रेजिस्टर गरिसकेपछि दोस्रो त हामीले गर्नु परेन होइन अनि त्यसको लागि है अब यसमा चाहिँ इस्युहरू चाहिँ अलिअलि मैले सुनेको चाहिँ के छ भने एडिट गर्ने बेलामा चाहिँ पुरानो हेपाजार्टली जे पाइ त्यही राख्दैछ अब ला मैले त पहिले खुवाएको भन्ने कुरा चाहिँ पछि कसैले एडिट गर्न चाहने पनि आउँछ त्यो फिचर चाहिँ अहिले छैन त्यो चाहिँ सायद मिलाउनु पर्छ होला जस्तै मैले रेजिस्टर गरेँ म त पेरेन्ट्स मलाई केही पनि थाहा छैन यहाँ के राख्नुपर्छ भन्ने थाहा छैन मैले 0 राखिदिएँ अब म सेन्टरमा आएँ भेरिफाई गर्ने बेलामा भेरिफाई गर्दाखेरि त यो 4 मैले त 4वटा खुवाइसकेको थिएँ त मैले त्यहाँ त 0 राखेँ भनेपछि त्यहाँनिर एडिट गर्ने सायद फिचर छैन होला त्यो पनि एउटा चाहिँ इस्यु लक गर्नुपर्छ है मैले भनेको कुरा चाहिँ तपाईँले लक गर्नु होला है ल मैले कसले लक गर्ने नि भन्दैछु यो अर्जुनाले लक गर्ने यो कुरा ठिक छ इस्यु अब मैले सबमिट रेजिस्ट्रेसन गरेँ है अर्को इस्यु पनि छ है आकृतिले लक गर्ने जस्तै मैले मोबाइलबाट यहीँबाट यहाँ भर्दै मैले कम्प्लिट डिटेल नभरेर एन्टर थिच्यो भने चाहिँ डाइरेक्ट के हुन्छ त रेजिस्टर हुँदो रहेछ है यो बग हो यो है एन्टर थिचेपछि के हुँदो रहेछ मोबाइलबाट मैले भर्दै गएँ मैले यति मात्र भरेँ अनि एन्टर थिच्ने बित्तिकै के हुन्छ त यो आफै के हुँदो रहेछ त भइसक्छ होइन त्यसलाई कसरी कन्ट्रोल गर्ने यहाँनिर यो मेसेज त आइरहेछ अर्कोमा चाहिँ अब प्रोडक्सन है सबमिट रेजिस्ट्रेसन यस प्रोसिड गरेँ अनि यो कोडहरू आयो अब यो के कोडहरू दुईटा कोडहरू दिन्छ र त्यसको क्युआर आउँछ त तोरा क कहिले कहिजे त स कहिदै छि यसरी रेजिस्ट्रेसन गर्दाखेरि हामीले रेजिस्ट्रेसन गर्ने र गार्जियनले आफै गर्ने जसले सुकै गरे पनि उसले आफ्नो कोडहरू चाहिँ के गर्नुपर्छ त दे सुड ह्याभ रेकर्ड देयर कोड है यो कोड चाहिँ उनीहरूले रेकर्ड गरेर राख्नुपर्छ यो चाहिँ याद गर्ने कुरा है रेकर्ड गरेन भने चाहिँ के हुन्छ रेकर्ड गरेन भने चाहिँ टाइम बढी लाग्छ है जो अस्ति प्रासन डेमा थियो उहाँहरूलाई अलरेडी थाहा छ मैले यहाँनिर राखेँ एउटामा रेकर्ड यहाँनिर है यहाँ रेकर्ड राखेँ ल के हुने रहेछ त रेकर्ड गरेर राख्नु पर्यो यो चाहिँ सेभ गरेर राख्नु पर्यो यसको जस्तै तपाईँहरूले चाहिँ या के अरे स्टाफहरूले चाहिँ आफैले रेजिस्टर गरिदिनु भयो प्यारेन्ट्सको सेल्फ रेजिस्ट्रेसन चाहिँ कहिलेकाहीँ के हुनसक्छ सेल्फ रेजिस्ट्रेसन प्यारेन्टले आफूले नगरेर क्याम्प साइटमै आएर रेजिस्टर गर्छु भनेपछि त्यति बेला चाहिँ ल तपाईँ यो फोटो खिचेर राख्नु जहिले आउँदाखेरि यो कोड लिएर आउनु है तपाईँको यो बच्चाको युनिट कोड हो यो कोड चाहिँ याद गर्नु भन्ने है कहिलेकाहीँ बिर्सेपछि त्यो हेर्न पनि मिल्छ है एउटा हामीले बाहिरबाट गऱ्यौँ है एउटा हामी भित्रबाट गर्छौँ है लेट्स चाहिँ मैले यसलाई सेभ गरेँ अब भित्रबाट गर्दाखेरि अहिले मैले कहाँबाट लगइन गरेको छु डमी लोकेसन एडमिनबाट गरेको छु है मैले यहाँबाट गरेँ नि हुन्छ यो त लोकेसन एडमिन हो या मैले चाहिँ सुदर्शन शर्मा भनेर चाहिँ स्टाफ बनाएको थिएँ नि यो जेनरल युजरबाट गरे पनि हुन्छ है जहाँबाट गरेँ नि एउटै हो है ठिक छ मैले त्यहाँ लगइन गरेर देखाए नि हुन्थ्यो तर यहाँबाट मैले सेल्फ रेजिस्टर गर्छु सेल्फ रेजिस्टर गरेपछि टेस्ट मदर 2 राखेँ है सेलेक्ट रिलेसनमा चाहिँ मदर अनि रिजनमा चाहिँ अब सरी फोन नम्बर 1 यो पनि भ्यालिडेट गर्न बाँकी छ है यो फोन नम्बर जे पनि लिने रहेछ होइन यसलाई पनि भ्यालिडेट गर्नुपर्ने छ 1 2 3 4 5 6 7 8 9 10 है त्यसपछि फोन आयो त्यसपछि हाम्रो सेलेक्ट रिजनमा चाहिँ बागमती डिस्ट्रिक्टमा चाहिँ काठमाडौँ एम रेडी अलमोस्ट रेडी है लुगा चाहिँ लगा एकछिनमा लगाउँछु 1 मिनटमा नलगाउने लुगा नलगाएर जाने कति टाइम लाग्छ अब 15 मिनट्स
ल यो आयो है, यो आइसकेपछि यो यहाँनिर यो फिचर यहाँ छैन रहेछ है, त्यहाँ चाहिँ गरेछ। जस्तै हामीले यहाँनिर यो राख्यौँ, यो राखिसकेपछि डिटेल एड्रेस अप्सनल छ है। यो प्रिफर्ड क्याम्प साइट चाहिँ आफै आउँछ है, यहाँनिर चाहिँ यो यसमा चाहिँ टपिकमा छैन रहेछ। जस्तै मैले यहाँबाट अहिले कुनबाट यसबाट लगइन गरेको थिएँ नि त, यो डमी लोकेसन एडमिनको कुन हो साइट, डमी हो कि होइन, डमी साइट भने हो कि होइन, यो आफू डमी साइटको हो कि होइन भनेपछि यहाँनिर चाहिँ डमी साइट अटोमेटिकली आउँछ कि बाई सेलेक्ट भएर, बाई डिफल्ट सेलेक्ट भएर। यो डमी साइट भनेर यो आउनु पर्थ्यो, यो बाई डिफल्ट सेलेक्ट भएर आउँछ। यो सेलेक्ट भएर आइसकेपछि अनि हामीले चाहिँ त्यो यो सेलेक्ट गरेर राख्नु, चुज गरेर राख्नुपर्ने स्टेप हुँदैन है। एउटा यो पनि हामीले युजर एक्सपिरियन्सलाई चाहिँ अझ बनाएको छौँ है। त्यो अहिले पनि सेलेक्टेड छ प्रेफर्ड साइटमा चाहिँ, इफ यु क्लिक अन इट। होइन, ए अहिले तिमीले म्यानुअली सेलेक्ट गरेको हो? बाई डिफल्ट आउनु पर्थ्यो नि, आएन। म्यानुअली गरेको बाई डिफल्टमा आएन नि, जस्तो हाम्रो प्रोडक्सनमा छ नि त्यस्तो छैन नि ओके ओके है। त्यसपछि सेलेक्ट जेन्डर, यो बच्चा मेल हो कि फिमेल हो जे राख्नु हुन्छ। अघिनको कुरा यहाँबाट गरौँ है। 2089/2 गते राख्दाखेरि आएन नि, दिएन नि है। तर एरर मेसेज देखाउनु पर्थ्यो, एरर मेसेज पनि देखाएन है। यो पनि लक गरौँ है यो कुरा। यो विश्वजित होइन, अर्को के अरे हाम्रो अर्को भाइको नाम के अरे पनि आउँदैन है। यो चाहिँ अलिकति मिलाउनु पर्ने छ, स्पेस राख्दाखेरि पनि आउँदैन, आएन नि है। एकदम स्ट्रिक्टली फलो गर्ने है। मेबी यसले गर्दाखेरि हो कि माइनस किन आयो, माइनस किन आयो हो। यो स्पेस गर्दाखेरि यस्तो बग आउँदो रहेछ कि है। त्यही भएर यो मिलाउने। अनि फ्युचरमा चाहिँ फ्युचर सेकेन्ड भर्जनमा चाहिँ प्रत्येक सर हामीले चाहिँ सेम फर्मेट गर्ने यहाँनिरबाट, या सक्यो भने चाहिँ यो पिकर जुन छ नि यस्तो पिकर कि यो पिकर राख्नु पर्ला कि यस्तो है। यसको लागि चाहिँ फेरि धेरै काम गर्नुपर्छ जस्तो छ, किनभने चाहिँ भित्रपट्टि यसको मोड्युल बनाएर के बनाएर गर्नुपर्छ। एनिवे ल यो भयो। यसपछि हामीले यहाँ लेख्यौँ प्रिभियस डोज चाहिँ कतिवटा छ, 2टा छ, हामीले यहाँनिर 3टा भनेर देख्यौँ है। अनि सबमिट रेजिस्ट्रेसन डेटा, यस प्रोसिड। ल अब यो 2जनाले चाहिँ सेल्फ रेजिस्ट्रेसन गर्यो, तर यो मान्छेहरू चाहिँ यसलाई बिलिभ गर्न मिल्छ मिल्दैन नि। यो त पेरेन्ट्सले जे पाए त्यही गरे पनि हुनसक्छ। त्यही भएर चाहिँ एउटा टिमले के गर्छ, पहिले भेरिफाई गर्ने काम गर्छ। त्यो भेरिफाई कसले गर्छ, लोकेसन एडमिन पनि हुनसक्छ या जेनरल एडमिन पनि हुनसक्छ। यहाँबाट लगआउट गरेर त्यो सुदर्शन भन्ने युजर बनाएको थिएँ, लोकेसन एडमिनको स्टाफ, त्यसबाट लगइन गरे पनि हुन्छ, यसले पनि गर्न मिल्छ है। हामी जाम ड्यासबोर्डमा, बोला फोन गर। ल बोला। ओके, हामी चाहिँ यहाँ पार्टिसिपेन्ट्समा गयो। मैले चाहिँ त्यो क्युआर त्यसको चाहिँ राखेन है। अब यहाँ हेरौँ त, माई क्याम्प साइट अन्ली पनि छ है, टेस्ट। अनि यहाँनिर यो छ भेरिफाइड मात्र देखाइरहेछ है। हामीले चाहिँ भेरिफाइड हेर्नु छ छैन नि, सो अनभेरिफाइड गर्नु छ, अनभेरिफाइड पनि हेर्नु छ हो। सेल्फ रेजिस्टर 1 2 3 चाहिँ सेल्फ रेजिस्टर। टी टेस्ट भन्ने रहेछ एउटा, रमन रहेछ एउटा, टेस्ट चाइल्ड 2 भन्ने रहेछ है। ठिक छ, त्यो खै त यो भनेको माई क्याम्प साइट भन्दा बाहेकको सबै क्याम्प साइट यहाँबाट देखाएँ है। मैले माई क्याम्प साइट अन्लीमा अनभेरिफाइड मैले देखाएँ भने चाहिँ अघिनको मैले यसलाई खोजौँ है। ओके लेट्स सर्च, यहाँबाट खोज्यौँ।
प्रतीक सर देखान त यो किन यस्तो भयो माई क्याम्प साइट ओन्लीमा देखाउनु पर्ने हो नि त किनकि भेरिफाई ए ओके नभएसम्म ओके के चाहिँ भयो के ल उसको ल चाहिँ ल क्याम्प साइट असाइन भएको छैन नि त। होइन त्यस्तो होइन त्यस्तो होइन त्यस्तो होइन त्यस्तो होइन यो चाहिँ हामीले प्रिफर्ड क्याम्प साइट चाहिँ अर्कै सेलेक्ट गरेको थियौँ कि के गरेको थियौँ नर्देवी सेलेक्ट गरेको थियो नि यो त हाम्रो क्याम्प साइट होइन नि सुरुको जुन इन्कग्निटोबाट गरेको थियो नि याद छ उम्, त्यो त पेरेन्ट्सले गरेको थियो पेरेन्ट्स भनेको त डम्ब हुन्छ त्यस्तो भन्नु त भएन होइन आई मिन उहाँहरूलाई नलेज लिमिटेड हुन्छ है त्यो लिमिटेड नलेजले गर्दाखेरि उहाँले कुनमा गर्ने मिस्टेक गरिदिनु भयो आयुर्वेदा चिकित्सालय नर्देवी गरिदिनु भयो नर्देवी गरिदिनु भयो भने चाहिँ यो हाम्रो माई क्याम्प साइटभित्रमा देख्थेन अहिले अब के गर्नु पऱ्यो उहाँको माई क्याम्प साइटमा नभए पनि खोज्नु पऱ्यो भने चाहिँ यसलाई अनचेक गर्ने अनि यसरी यहाँ खोज्ने है त्यसपछि हामीले यसलाई भ्यू गर्ने गर्न गइरहेको भ्यू गर्दाखेरि अब हेरौँ त यसको डिटेल कतिवटा डोज खुवाएको छ पहिले 1 2 3 4 यो डीमा आउनुको मतलब यो चाहिँ सिस्टमले रेकर्ड गरेको छैन तर उहाँले दिएको भ्याल्यु हो कि कहिले कहिले खाएको भनेर है यसरी आएको त्यसपछि यो पनि यसमा गएर पछि डिटेलमा हेर्ने है यिनीहरूको कुन कुन के छ भनेर यहाँ हेर्ने अब यसमा चाहिँ भेरिफाई रेजिस्ट्रेसन गरेपछि अब हाम्रो चाहिँ यहाँबाट भेरिफाई गर्ने है होइन यसलाई चाहिँ मिलेकै छैन सुरुमै प्यारेन्ट्सलाई हाम्रो मिलेको छैन डिटेल मिलाइदिनु भने चाहिँ एडिट प्रोफाइलमा गए पनि भयो है ल भइसक्यो बेबी त्यसपछि हामी भेरिफाई रेजिस्ट्रेसनमा गयौँ भेरिफाई रेजिस्ट्रेसनमा गइसकेपछि अब हामीले यहाँ सबै कुरा हेऱ्यौँ चेक गऱ्यौँ ओके इट्स अल ओके सबमिट भेरिफिकेसन है यस प्रोसेस है अनि अर्को कुरा चाहिँ जुन हामीले अघि न यहीबाट चाहिँ सेल्फ रेजिस्टर गरेको थियो नि यसमा चाहिँ प्रोडक्सनमा छ त्यो यहाँ चाहिँ छैन त्यो सेल्फ रेजिस्ट्रेसन गर्ने ठाउँमै उसले भेरिफाई गर्न दिन्छ कि हामीले यहाँ आएर भेरिफाई गर्नु पर्दैन त्यसको अहिले चाहिँ यहाँनिर छैन त्यो फिचर तर मेनमा चाहिँ हाम्रो सेल्फ रेजिस्ट्रेसन गर्ने ठाउँमै इफ द्याट इज त्यो कसले गरिरहेछ लोकेसन एडमिन अर त्यसको स्टाफले गरिरहेछ भने चाहिँ त्यसैलाई नै तलै चाहिँ गरेको ठिक छ कि छैन तपाईँले गरेको ठिक छ भने भेरिफाई गरिदिउँ भनेर त्यहीँनिर अप्सन दिन्छ है त्यो पनि हामीले युजर एक्सपिरियन्स अप्टिमाइज गरेको सुरुमा थिएन पछि चाहिँ किन दुईचोटि काम गर्ने किन दुईचोटि लगइन गर्ने भनेर अप्टिमाइज गरेको है यार दिस इज यो भयो अब यसपछि हामी लास्ट है अब हामी के गर्यौँ पार्टिसिपेन्टमा गयौँ अब हामी के गर्नु पर्यो त्यहीँनिरबाट पनि मिल्थ्यो है भेरिफिकेसनबाट पनि मिल्थ्यो सरी यहीँबाट पनि गर्न मिल्थ्यो यहाँबाट छैन सरी यो त रेजिस्टरमा त गरेको छ पार्टिसिपेन्टमा गयो पार्टिसिपेन्टमा गइसकेपछि फेरि मैले खोजेँ अझ पनि भेरिफाई भएको छैन ए अर्को क्याम्प साइटको थियो त्यही कारणले भेरिफाई भएन भन्ने कुरा भएको थियो होइन अर्को क्याम्प साइटको थियो अनि हाम्रो चाहिँ अनभेरिफाइड चाहिँ देखाउनु पर्यो टेस्ट फाइल 1 टेस्ट फाइल 1 दिस इज भेरिफाइड यो भर्खर भेरिफाई गरे हामीले कुन हो हामीले यहाँनिर चाहिँ क्याम्प साइट ओन्लीमै अनभेरिफाइडहरू हेरौँ यहाँ हेर्दाखेरि चाहिँ सेल्फ रेजिस्टरमा छ दिस वान टेस्ट चाइल्ड रमन छ यसलाई चाहिँ गरौँ है ल भेरिफाई रेजिस्ट्रेसन गरे खाल्ले सबै इन्फर्मेसन ठिक छ आरो खाइछि यस गरे आरो खाइछि है यसले भन्दा प्लिज किप इट सेफ अलमोस्ट फिनिश है अलमोस्ट फिनिश है अनि त्यसपछि हाम्रो चाइल्डको यो कोड याद गर्नु पर्यो हामीले है ओके कोड याद गरिसकेपछि देन आफ्टर व्हाट वी हैव टु डू इज हामीले चाहिँ पार्टिसिपेन्टमा गयौँ सर्च गऱ्यौँ यो अब भेरिफाइड छ है एउटा भ्यूमा गयौँ यहाँबाट गरे नि हुन्छ यहाँ क्लिक गरे नि हुन्छ जहाँ क्लिक गरे नि हुन्छ है देन आफ्टर एड टु फलोअप भन्ने छ है यो भेरिफाइड भइसकेको छ अब यसलाई चाहिँ डोज खुवाउनुको लागि हामी फलोअप गर्नु पर्यो है एड टु फलोअपमा गरेर यो कुरा चाहिँ एकजनाले भेरिफाई गर्ने एउटा डेस्कमा बसेको हुन्छ एउटा कम्प्युटरबाट गरेर हुन्छ साइड प्लानको बारेमा चाहिँ म अर्को विकमा चाहिँ अलिकति टाइम भयो नि होइन साइड प्लानको पनि मैले
कसरी गर्ने भन्ने कुरा चाहिँ त्यहाँ रिलेभेन्ट हुन्छ। एड टु फलोअपमा गए अब चाहिँ मैले डोज खुवाउने है। यसरी एड टु फलोअपमा गइसकेपछि अब यसले के गर्ने स्क्रिनिङ गर्ने हो क्या बच्चालाई खुवाउनुको लागि स्क्रिनिङ गर्ने। अब यहाँनिर त्यो डेट अफ बर्थको आधारमा कतिवटा ड्रप्स खुवाउने है। सानो बच्चालाई 2 वर्षसम्मको बच्चालाई 4वटा ड्रप खुवाउने साइड इफेक्ट गर्न सक्छ। त्यही भएर डेट अफ बर्थ चाहिँ बिगार्नु भएन। यो उसले अहिले डेट अफ बर्थको बेसिसमा उसको एजको अनुसारले कति ड्रप्स खुवाउने भन्ने दिएको छ है। अनि यो उसको मतलब खुवाउने स्क्रिनिङ गर्ने डक्टरको रिफरेन्सको लागि चाहिँ कतिमा कति खुवाउनुपर्छ भन्ने यो भयो। त्यसपछि हाइट यो पहिले कम्पलसरी गरेको थियौँ, अहिले चाहिँ यिनीहरूले कम्पलसरी गरेको छैन। 100 राखिदिए। स्क्रिनिङ गर्ने नाप्ने वेट नाप्ने 18 किलो है। त्यसपछि यो मिड अप्पर आर्म सर्कमफेरेन्स भनेको जस्तै तपाईँको जिम गर्दाखेरि चाहिँ के गर्छ, जिम गर्दाखेरि यो हाम्रो बाइसेप के भन्छ यो आर्मको चाहिँ त्यो नाप्छ नि त्यो उसले के अरे नाप्छ के अरे फित्ताले नाप्छ नि आर्म्स कति छ भनेर है। बच्चाको पनि त्यो आर्म्स हेर्ने यो के अरे कुपोषणको लागि हेर्छ है, मालन्युट्रिसन छ कि छैन भनेर। अनि टाउको सर्कल हेर्ने है, टाउकोलाई पनि जस्तो टोपी बनाउनुको लागि चाहिँ एउटा टोपी बनाउनलाई चाहिँ कसरी नाप्ने फित्ताले, त्यसरी टाउको सर्कमफेरेन्स त्यो 10 हुन्छ कि कति हुन्छ होइन यो लियो। अब यसले बिएमआई अटोमेटिकली क्यालकुलेट गर्यो। यहाँनिर चाहिँ बिएमआई के अरे है बिएमआईमा प्रब्लम छ भने चाहिँ यहाँनिर रातो देखाउँछ है बिएमआई है। अनि त्यसपछि यहाँनिर चाहिँ टेम्परेचर नाप्ने उसको चाहिँ कति छ 98 है थर्मामिटरबाट। त्यसपछि गार्जियन चाहिँ एउटा हुनुपर्छ है। विदाउट गार्जियन कसैलाई पनि खुवाउन मिल्दैन किनकि जिम्मेवारीको लागि चाहियो। त्यही भएर उसले चाहिँ त्यहाँनिर एउटा मात्र मल्टिपल गार्जियन पनि एड गरेर राख्न मिल्छ। त्यही भएर यहाँ चुज गर्ने दिएको है। त्यहाँनिर एउटा मात्र गार्जियन राखेर हामीले रेजिस्टर गर्दाखेरि त्यो चुज गर्न दियो। मेडिकल हिस्ट्री केही छ भने चाहिँ एउटा लेख्ने, यो मेडिकल हिस्ट्री यहाँ मेन्सन गर्ने है। मेडिकल हिस्ट्री छ भने चाहिँ खुवाउन मिल्दैन, त्यसपछि एडभान्समा जान्छ होइन। अहिले हामी गऱ्यौँ। अब त्यसपछि यहाँनिर के छ यो चेक गर्ने। तर यो कुन कुन कन्डिसनमा खुवाउन मिल्ने नमिल्ने त्यो रुल सेट गर्ने भनेको थिएँ नि मैले सुरुमा होइन। के अरे रुल रे डोजिङ रुलहरू कुन कुनमा के अरे एक्सेप्सनको रुलहरू एडभर्स इफेक्टको रुलहरू। यो जस्तै एक्युट इलनेस भएपछि खुवाउन मिल्छ कि मिल्दैन है। हाई फिभर भने खुवाउनु मिल्छ त्यहाँबाट सेट गर्ने। यहाँनिर त जे छ त्यही गर्ने हो। यसको बेसिसमा यसले सिस्टमले चाहिँ इन्टेलिजेन्टली चाहिँ यसलाई खुवाउन मिल्छ मिल्दैन भन्ने कुरा चाहिँ सिस्टमले भन्ने भयो है। रेकर्डिङ अ डोज गिभन अर्लियर प्रोपर पहिले चाहिँ पेपरमा दिएको छ हो यहाँ हालेको रहेछ है। पहिले उसले चाहिँ कुनै डेटमा यो भनेको के हो भने चाहिँ आज बच्चा आएर आजै सिस्टममा चलाइरहेको छु भने चाहिँ भयो। जस्तै मैले आज भ्याएन रे भोलि म गरिरहेको छु, मैले आज एकदम भिड भयो मैले चाहिँ आज सब पेपरमा राखेँ मैले सिस्टममा राखिनँ भनेपछि अब भोलि मैले रेकर्ड गर्नको लागि चाहिँ हिजोको रेकर्ड चाहिँ म गर्दैछु भन्ने डिक्लेरेसन है। यो अगेन यो सिस्टमले चाहिँ यो कुरा अलाउ नगर्नुपर्ने। सिस्टमले चाहिँ के गर्ने हो सबै रुलहरू गभर्न गर्नुपर्ने। सिस्टमलाई चाहिँ सेन्टरहरूले कभर गर्नु पर्यो सिस्टमको रुलहरू भन्ने छैन कि सेन्टरलाई कसरी सजिलो हुन्छ भन्ने यस्तो गर्नु है। त्यति गर्छ कि अब हामी यसलाई थोपा खुवाउँछौँ सक्यो के भनेछ ए होइन खुवाउँछौँ भनेर रेडी गर्यो। अब त्यसपछि गार्जियनको पर्मिसन लिनुपर्छ। यो भनेको नेपाल गभर्मेन्टको एउटा रुल छ। तपाईँले चाहिँ कन्सेन्ट लिनुपर्छ कि गार्जियनको कन्सेन्ट लिनुपर्छ है। एक्सेन्ट भन्छ यसलाई होइन। गार्जियनलाई चाहिँ इन्फर्म गरेछ कि छैन खुवाउँदाखेरि छ भने है यो नगरेर चाहिँ इलिगल मानिन्छ है। ठिक छ। यो चाहिँ तपाईँले गर्ने चेक गर्नुको मतलब गार्जियनले चाहिँ ओके भन्यो है। ठिक छ। अब ओके गरेपछि कम्प्लिट डोज है। अब डोज कम्प्लिट गरेपछि अब यहाँ खुवाइदिने सक्यो। मिसन अकम्प्लिसको मिनिङ अब चाहिँ यो बच्चाले खुवाइसक्यो है। अब रिपोर्टमा हेरौँ एडमिन प्लसमा रिपोर्ट्समा हेरौँ रिपोर्ट्समा मन्थली समरीमा जाऊँ। अहिले एउटा मात्र बच्चा छ क्याम्प साइट यहाँबाट हेरौँ डमी साइट 1 छ। देन आफ्टर आजदेखि आजसम्मको कतिवटा खुवाएको छ त एउटा देखायो यतिवटा देखाएको छ है। यो टोटल डोज गिभनको ठाउँमा टोटल ड्रप्स गिभन भनेर चाहिँ बनाउनु पर्ने है प्रत्येक सर। टोटल पार्टिसिपेन्ट ठिक छ टोटल ड्रप्स गिभन भनेर बनाउनु पर्ने यो। ल यसरी समरी हेर्न मिल्छ। यो समरीलाई डाउनलोड पनि गर्न मिल्छ। यो समरीलाई डाउनलोड गरेर राख्न पनि मिल्छ है। ल
यति भने लगभग एउटा फ्लो भयो कि कन्फ्युजन छ यसमा प्रतिशत त्यसलाई चाहिँ गर्दैन रेकर्डिङ बन्द गरिदिनुहुन्छ प्रतिशत लेट्स गो प्रतिशत ल ल ल ठिक छ